हेलो नमस्ते आइएफ सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी मकै छर्न लागेको। यता चाहिँ दुईटा गरामा छरेर भइसक्यो। यता चाहिँ अहिले चाहिँ मकै पनि छरेर भ्याइयो। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। अहिले चाहिँ मकै छेर्न भ्याएर पनि अब हामी घर जान लाग्यो। लेछु क्या चाहिँ अब मैले दाउरा पुगिरहेछ। बाई आयो भन न। हामी अब भात खान जान लागेको अवस्था हो। मकै छरेर भ्याएर अरू मकै छरेर भ्याइ किसानी बस्थ्यो। बारी माथि छ, घर तल छ। गाईचोरू हाम्रो भिडियोलाई माया गरिदिनु होला, राम्रोसँग हेरिदिनु होला। किसानीको जिन्दगी यस्तो हुने रहेछ भनेर। मलाई मम्मीले बेसैमारी बोल्नु नानी भन्नुहुन्छ। म फेरि सुस्तरी बोल्छु गरे। मलाई हिजो आन्टीले भिडियो हेरेर पनि कस्तो सुस्तरी बोलेको नानी अलि बेसमारी बोल्दा भिडियो बना भन्नुभएको थियो आन्टीले। आन्टी भिडियो हेरेपछि आज सुन्नु होला, बेसैमारी बोलेछु म। तपाईँले कति सुस्तरी बोलेको, म त मोबाइल कानैमा राख्दा पनि केही सुनेन नानी भन्नुभएको थियो। अहिले चाहिँ म बाख्रा चराउन लागेको छु। बाख्रा चाहिँ यति दुईटा मात्र छ हाम्रो चाहिँ, धेरै छैन बाख्रा।